नमस्कार सम्पूर्ण क्रिकेट फ्यान्सहरूलाई यस भिडियोमा हार्दिक स्वागत छ। नेपालले ओमानलाई आज 81 रनको ठूलो रन अन्तरले पराजित गर्दै महत्त्वपूर्ण 2 अङ्क जोडेको छ भने कहीँ न कहीँ आफ्नै घरेलु मैदानमा ओमानसँग बदला पनि पूरा गरेको छ। भिडियो स्किप नगरी अन्तिमसम्म हेर्नुहोला। यस भिडियोमा हामी नेपालले कसरी ओमान विरुद्ध शानदार जित निकाल्न सफल भयो र नेपालका कुन खेलाडीले ओमानको खेलाडीलाई मैदानमा टिक्नै दिएनन् भन्ने विषयमा विशेष चर्चा गर्नेछौँ। टियु इन्टरनेसनल स्टेडियम अर्थात् नेपालको घरेलु मैदानमा रोहित पौडेलले टस जितेर ब्याटिङ गर्ने निर्णय लिए। ओमानसँगको पछिल्लो खेलको प्रदर्शनको आधारमा नेपालले आज 2 चेन्जेस गरेको थियो। सोमपाल कामीको ठाउँमा करण केसी र भीम सार्कीको ठाउँमा आसिफ शेखलाई प्लेइङ 11 मा मौका दिएको थियो। नेपालका लागि विनोद भण्डारी र अर्जुन कुमालको जोडी ओपनिङ गर्न मैदान उत्रिएको थियो, तर आज विनोद भण्डारीले खाता नै नखोली महत्त्वपूर्ण विकेट ओमानलाई सुम्पिन पुगे। सबै ब्याट्सम्यानबाट सधैँ रन बन्छ भन्ने पनि हुँदैन। विनोद भण्डारीले धेरै समयपछि नेपाली क्रिकेटमा कमब्याक गरेका हुन्। युएईसँगको म्याचमा अर्धशतक प्रहार गरेका विनोद भण्डारी ओमानसँग भने 0 रनमा आउट हुन पुगे। विनोद भण्डारी आउट हुने बित्तिकै सबैलाई लागेको थियो कि नेपालको खराब ब्याटिङ प्रदर्शनले आज पनि निराश बनाउँछ, तर तेस्रो विकेटका लागि आसिफ शेख र अर्जुन कुमालको लामो पार्टनरसिपले नेपाललाई निकै मजबुत स्थितिसम्म पुर्याइसकेको थियो। अर्जुन कुमारले 87 बलमा 48 रनको भरपर्दो इनिङ खेले भने अनुभवी आसिफ शेखले पनि 97 बलको सामना गर्दै 94 रनको शानदार इनिङ खेले। नेपालबाट भर्खरै डेब्यु गरेका अर्जुन कुमारले आज ओमानसँगको आफ्नो दोस्रो म्याचमा अर्धशतकबाट मात्र 2 रनले चुके, तर उनले खेलेको यो इनिङ कुनै शतकभन्दा कम थिएन। अर्जुन कुमारको सर्ट सेलेक्सन र उनको कन्फिडेन्सले उनी नेपाली क्रिकेटको स्टार ब्याट्सम्यान बन्न सक्छन् भन्ने सङ्केत देखाइसकेको छ। त्यस्तै नेपालका अर्का भरपर्दा ब्याट्सम्यान आसिफ शेख पनि शतकबाट 6 रन मात्र टाढा रहे। शतक बनाउन नसके पनि आसिफले आज नेपालका लागि म्याच विनिङ पारी खेले। समग्रमा हेर्ने हो भने आज नेपालको ब्याटिङ पक्ष शानदार रह्यो। नेपालका सुरुवाती क्रमका ब्याट्सम्यानहरूले शानदार सुरुवात गरे र मिडल अर्डरका ब्याट्सम्यानहरूको कुरा गर्दा आरिफ शेखले 24 बलमा 43 रन बनाए, दिपेन्द्र सिंहले 42 बलमा 33 रन बनाए, गुलसन झाले 23 बलमा 17 रन बनाए भने क्याप्टेन रोहित पौडेलले पनि 16 बलमा 9 रनको ठिकठाक पारी खेले। ठिकठाक किन पनि भनियो भन्दा रोहित पौडेलले युएई विरुद्धको म्याचमा 39 रन बनाएका थिए र आज अन्य ब्याट्सम्यानहरूले राम्रो सुरुवात गरिसकेकाले रोहितलाई त्यति दबाव थिएन। 49.5 ओभरमा अल आउट हुँदै नेपालले ओमानलाई 256 रनको विशाल लक्ष्य दिएको थियो। 256 रनलाई पनि विशाल किन भन्नु पर्यो भन्नुहुन्छ भने नेपालको घरेलु मैदानमा नेपालको टाइट बलिङ अनि फिल्डिङको अगाडि 256 रन चेज गर्नु चान्सुने कुरा होइन। 256 रनको लक्ष्य पछ्याउन मैदान उत्रिएका ओमानका ब्याट्सम्यान जितेन्द्र सिंह र हसनएनको ओपनिङ जोडी क्रिजमा धेरै समय टिक्नै पाएन। नन्दन यादवले 12 रनमै जितेन्द्र सिंहलाई पभिलियनको बाटो देखाइदिए भने अर्का ब्याट्सम्यान हसैन पनि 29 रनमा गुलसन झाको शिकार भए। लक्ष्य पछ्याउने क्रममा ओमानका ब्याट्सम्यानहरूलाई नेपाली बलरहरूले क्रिजमा धेरै समय टिक्नै दिएनन्। अहमद मिर्जालाई करण केसीले 34 रनमा आउट गरे भने विनायक शुक्लालाई गुलसन झाले 36 रनमा आउट गरिदिए। ओमानका अन्य ब्याट्सम्यानले त आज नेपालको बलरहरूको अगाडि 20 रन पनि कटाउन पाएनन्। अन्ततः आज नेपाली क्रिकेट फ्यान्सहरूलाई धेरै खुसी मिलेको छ, किनभने आज नेपालले ओमानलाई लगभग एकतर्फी नै हराउन सफल भएको छ। 256 रन डिफेन्ड गर्ने क्रममा नेपालका बलरहरू करण केसीले 1 विकेट लिए, नन्दन यादवले 1 विकेट लिए, गुलसन झाले आज 5 विकेट लिँदै तहल्का मच्चाए। केही समय यता गुलसन झा आउट अफ फर्म रहेका थिए। सन्दीप लामिछानेले आज 1 विकेटमा चित्त बुझाए भने दिपेन्द्र सिंह ऐरीले पनि 1 विकेट लिन सफल भए। पछिल्लो समय नेपाली क्रिकेटमा छुट्टै रणनीति देखिरहेको छ। प्रदर्शनको आधारमा खेलाडीहरू प्लेइङ 11 मा परेका छन् भने राम्रो प्रदर्शन गर्न नसकेका खेलाडीहरू प्लेइङ 11 बाट बाहिर छन्। ओडिआईको कुरा गर्नुपर्दा कुशल भुर्तेल केही समयदेखि आउट अफ फर्म थिए। क्याप्टेन र कोचले उनलाई रेस्ट दिएर अर्जुन कुमारलाई मौका दिए। त्यस्तै आसिफ शेखलाई युएईसँगको म्याचमा बेन्च गराएर विनोद भण्डारीलाई मौका दिएको थियो। नेपाली क्रिकेट टिममा अब ब्याकअप ब्याट्सम्यानहरूको पनि अप्सन धेरै रहेको छ, जुन नेपाली क्रिकेट टिमका लागि एकदमै खुसीको कुरा रहेको छ। किनभने नेपाली बलरहरूले त सधैँ राम्रो गर्ने नै गर्छन्, त्यहाँ धेरै सोच्नुपर्ने आवश्यकता नै छैन, तर अब ब्याकअप ब्याट्सम्यानहरूको अप्सनले नेपाली क्रिकेट टोलीलाई अझ बलियो बनाएको छ। आज ओमानसँगको जितले नेपाललाई आइसिसी वर्ल्ड कप लिग 2 मा महत्त्वपूर्ण 2 पोइन्ट जोड्ने ठूलो अवसर रह्यो। यो पोइन्टसँग नेपालको पोइन्ट टेबलमा
पोइन्ट 18 पुगेको छ। लिग 2 को यस सिरिजमा नेपालले जम्मा 4 खेलबाट महत्त्वपूर्ण 6 अङ्क जोड्न सफल भएको छ। यो म्याचसँगै नेपाल, ओमान र युएई को यो लिग 2 सिरिज समाप्त भएको छ। अब नेपालले मे 12 देखि स्कटल्यान्ड र युएसएसँग अर्को महत्त्वपूर्ण लिग 2 सिरिज खेल्दैछ। र खुसीको कुरा उक्त सिरिज पनि नेपालमा नै आयोजना हुँदैछ। आजको यस जितमा तपाईहरू कतिको खुसी हुनुहुन्छ कमेन्ट गर्नुहोला। र भिडियो मन परेमा लाइक गरी यस्तै क्रिकेट सम्बन्धी अपडेटहरूको लागि हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनुहोला।